एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै। इस श्रृंखला की अभिनेत्री मुइया अर्थात सुश्री सुनीता गौतम र मकवानपुर हात्तीसुरे निवासी श्री निशान बजगाई विवाह बन्धनमा बाँधिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं। मेरी बासै परिवार। मेरी बासै। ओ माग्ने बुढो नमस्कार छ हो नमस्कार। के एउटा औँलाले नमस्कार गरे नि दुईटा हात जोडेर नमस्कार भन्न सक्दैनौ? अब औँठी औँला लाछु त अनि 15,000 हाल्यो नि सुनको औँठीलाई। हाम्रो पनि भाग्यमा रहेछ भने पछि हालेर देखाउँला। एउटा तिला गेडा जत्रो औँठी हालेछ कति नै फुइलाउँछ। अब गाउँतिर धेरैलाई नमस्कार गर्नु छ हिँडे फुर्ती लाउँछ के बेकार। खै त्यो पानी ल्याउ त मुया। अब कहाँ म यति पर छु बाहिर देख तेरो छेउमा छ त। म यति पर छु जसको नजिक छ त्यसले दिन्छ नि। ओ आडी भने सुन्नुस् यो अंखरा उता दे। तेरो नि त पोएगा तैले दिएन भने घोप्टे। एउटी हाँडी अर्को घोप्टे अनि म चाहिँ के हाँडी घोप्टेको पल। एक लोटा पानी खाउनलाई महाभारत। गएर यो हाँडीले मुख चलाउने गरेर बुढा रिसाएर हिँडे। त घोप्टे चाहिँ मुखमा पानी हाल्न बसेको थिइस् होला नि। तिमीहरू दुईजनाको गनगनले गर्दा बुढा फेरि आत्महत्या गर्न गए। पहिला पनि प्रयास गरेकै हुन् क्या। भने ला अब घरका अरू हाकिम साहबले घाँस ल्याउँदैनन् आफै खट्नु पर्छ। राम 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 हाम्रो मलखाचा कसले मान्छे मारेर पो फालेछ गाछे। राम 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 हामीलाई ज्यान मारमा फसाउन लाग्यो क्या कसैले। चलो चलो खुट्टा हालेले हल्लायो जिउँदै गाडेर छन् क्या हो बुढा। ओ ठाडो खुट्टे लाएर गोबर सुँगिरा मान्छे। ओइको त्यो औँठी त हरान्त यही मूल खाँदा कहाँनिर खोद्याक्क गरे जस्तो लाग्थ्यो। कहाँ पऱ्यो ल यो खुसीमा नाच्दिउँ कि क्या हो भिन्नाजु? पर्दैन बेकार गोडा दुखाउने। ए बुढा तिमी त्यो बल्छी धुर बेला अलि परतिर लर अल्मलाउँदै गर हैन। म चाहिँ त्यहाँ गएर औँठी खोज्छु भेट्यो भने त 15,000। ए बल्छी बाउ त्यसरी खोजेर त्यो सानो औँठी भेट्दैन है। यता म ज्योतिषी विद्याबाट फाटैसँगले भेटाइन्छु। म चाहिँ पहिलेदेखिको एकदम प्रकाण्ड विद्वान ज्योतिष हो तिमीलाई थाहै छैन। कहाँ चाहिँ झारे त्यसले सुनको औँठी। ए सुनले गरेर झन्डै मुन्टो भाँच्यो। यो खाल्टा त पक्कै पनि सुन छैन होला। माथि खोज्छु अब। अरे भुसुनाले नि यतिखेर टक्नु पर्छ। यहाँको ढुङ्ग्री कहाँ गयो? ल न औँठी खोज्न आउँदा ढुङ्ग्री हरायो नि त। ल न कहाँ चाहिँ पर्यो होला त। मलाई त टिनसिन पर्न थाल्यो। यी घोप्टी रोटी भेटी।
अब यो ढुङ्ग्री भेटे जस्तै औठी नि भेट्न पाएदेखि त ओइ त चाहिँ के अर्न आएको नि औठी चोर्न तेरो बाउको औँठी हो र हराएको औँठी जसले भेटाउँछ त्यसको हुन्छ नि त चाहिँ किन मुन्ट्यानी स्याल तिमीहरू मात्र चाउँछौ औँठीमा र्याल बारीमा लगेर मल घोप्ट्याइ चाहिँ एक्लै खोजिन्छ घचेड मने पहिला मलाई घचेड दे अनि तँलाई घचेड दिन्छु ल मलाई घचेड लाइ छ तँलाई घचेड्न होप्पी त मोरी त्यसलाई बनले खानलाई त सुनैको दरबार दिन ए बच्चा आइज न घचेड दे मलाई घचेड्न आउँदैन कसरी घचेड्ने मलाई सिकाइदेऊ त ल ए शिवो कसरी कसरी ल यसरी ल गोबिसा मलाई घचेड दे तिमीलाई घचेड्न त भिरा पाए मात्रै हो कोटको भाइ त न औठी त यही भित्र हुनुपर्छ आउँदैन कहाँ चाहिँ गएर त त्यो माग्ने भयो यता ल अनि कहाँ गएको थियो पात्र लिने गएको देखेनौ ए त्यत्तिकै हावामा त्यो ज्योतिषी हेर्ने हो हामी अलिकति विधि पुर्याउनु परेन पर्यो पर्यो अब बाउको राशि के हो त मेरो राशि सिंह 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 मैले त बिरालो होला भन्छ नि हुन्छ बिरालो राशि ल हेर चर्लक्क ल ल ल ल यस्तो भित्ते बाद्रा हेरेर औठी पत्ता लाग्छ कहीँ जान्ने मान्छेले त जहाँ हेरेर नि पत्ता लगाउँछ नि त्यो ज्योतिषी पात्र चाहिन्छ र यहाँ हेर त्यस्तै पर्यो भनेदेखि म विदेशी पात्र हेरिदिन्छु आज अमेरिकन इङ्ल्यान्ड थाइल्यान्ड हेर भाइ त ल ल ल कहिले हरा भन्दाखेरि आज भनेपछि जनवरी फेब्रुअरी मार्च फेब्रुअरी 20 आज फेब्रुअरी 20 मलखातमा औँठी खसालिस भनेपछि औँठी अफ द स्टुडेन्ट एन्ड द मास्टर चक एन्ड द डस्टर रातो भाले झुरीमा करायो यो बल्छी झुर्बेको औँठी कता हरायो भेट्यो ल भेट्यो 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 ल कहाँ छ त कहाँ यो औँठी चाहिँ नि त्यो झरेको ठाउँबाट कि त पूर्व कि त पश्चिम कि त उत्तर कि त दक्षिणमा छ ल त्यो 4 दिशा मध्ये एउटा दिशा छ भने त मलाई नि थाहा छ नि ठ्याक्कै चाहिँ कहाँ छ भन्नु पर्यो नि त ठ्याक्कै थाहा भएको भए त म आफै टिपिहाल्छु नि ज्योतिषी हेर्नु पर्छ तेरो नाम लेखेको छ यहाँ छ मैले पक्रेको आँखा त किन कति पेटी मलाई तल्ले बाटो हिँड्न ठोक्यो त मैले के गर्छु त मर्दै अर्काले ल्याएको मल खोज्दै साउथ्यो खोज्दै अर्काले कति किचकिच गरिदिरहेको छु तेरो मल हो यो उतार हिँड्यो भने त हुन्थ्यो नि न्यु खन्न आउँछ मरक भोतवा त मर्छ अहिले कति लिका बारिस हानन तेरा त आज त जान जानी हाने हो गेर लाग्यो त के भयो किन न्यु खन्न आएको त यहाँ यो हाँडीको रिसाप त पो त साझा के रे कति होली बाबु कहिलेको मलाई कति भेट्यो ए यहाँ छ भनेर भन्न पाएको भए त हुन्थ्यो नि के गर्नु भेटिएकै छैन